नमस्कार, द डीप डाइभमा सबैलाई स्वागत छ। आज हामी कुनै समाचार वा रिपोर्टको विश्लेषण गर्दै छैनौं, बरु आज हामीसँग एउटा सानो तर असाध्यै शक्तिशाली रचनाका केही अंशहरू छन्। यसको शीर्षक छ छोरीको बाटो र अभिभावकको गर्व। यसले एउटा अभिभावकको मनभित्रको भनौँ न पुरै ब्रह्माण्डलाई नै समेटेको छ। आज हामी एउटा यात्रामा निस्कँदैछौँ, एक अभिभावकको सोचको यात्रा। यो यात्रा समाजको डर र शङ्काबाट कसरी सुरु हुन्छ अनि गर्व हुँदै अन्त्यमा आफ्नै सन्तानबाट प्रेरणा लिने ठाउँसम्म कसरी पुग्छ, हामी त्यही बाटो पहिल्याउनेछौँ। ल सुरु गरौँ है त। पहिलो अंश यस्तो छ। स्कुला झोलाभन्दा लेइबा गाला म्हाङठोसी ब्राजी जामे तासी नहाबा बिसी संसारसे न्योइमाङा गर्वसे थोबुथिबान राजी। अर्थात् स्कुलको झोलाभन्दा गह्रो मेरो शरीर भएको छ, छोरी भएर जन्म्यौं भनी संसारले हेप्दा म गर्वले चिर ठाडो पार्न तयार छु। यो पहिलो लाइन सुन्दा त्यो स्कुलको झोलाभन्दा गहरौं भन्ने शब्दले मलाई त सुरुमा अलिकति बोझको अनुभूति गरायो, तर यहाँ त कुरा अर्कै छ जस्तो लाग्यो, होइन? हो, त्यो गहरौं शब्दले नै यहाँ सबैभन्दा गहिरो अर्थ बोकेको छ। पहिलो नजरमा यो बोझ जस्तो सुनिन्छ, तर यो बोझ होइन। यो त माया र जिम्मेवारीको वजन हो, जुन कुनै पनि अभिभावकले खुसीले बोक्छन्। तर यहाँ त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा लुकेको छ। यो पंक्ति केवल मायाको अभिव्यक्ति मात्र होइन, यो त एउटा रक्षात्मक अडान हो, समाज विरुद्धको एउटा मौन विद्रोह। विद्रोह? त्यो कसरी? हेर्नुस् न, दोस्रो लाइनले के भन्छ? छोरी भएर जन्मियो भने संसारले हेप्दा। यसले सिधै त्यो सामाजिक यथार्थलाई स्वीकार गरेको छ, जहाँ छोरीको जन्मलाई आज पनि कम आकिन्छ। यस्तो समाजको अगाडि त्यो अभिभावकले भन्दैछन्, मलाई तिम्रो मूल्याङ्कनको वास्ता छैन। मेरो लागि मेरी छोरीको मायाको भारी संसारको सबैभन्दा प्रिय चिज हो, र म तिम्रो अगाडि गर्वले शिर ठाडो पार्न तयार छु। यो तयार छु भन्ने वाक्यांशले एउटा सङ्घर्षको सङ्केत गर्छ। यो सजिलै आएको गर्व होइन, यो त संसारको नकारात्मकतासँग लडेर आर्जन गरेको गर्व हो। भनेपछि यो केवल म मेरी छोरीलाई माया गर्छु भनेको मात्रै होइन, यो त तिमीले जतिसुकै हेपे पनि म मेरी छोरीको पक्षमा चट्टानझै खडा छु भन्ने घोषणा पो रहेछ। ठ्याक्कै। यो त सुरुमै एउटा द्वन्द्व स्थापना गरे जस्तो भयो। एकातिर संसार, अर्कोतिर अभिभावकको अदम्य स्नेह। हो, यो व्यक्तिगत भावना मात्र नभएर एउटा सामाजिक अडान हो। यसले हामीलाई सोच्न बाध्य बनाउँछ। आजको दिनमा पनि अभिभावकले छोरी जन्माउँदा संसारसँग यसरी लड्न तयार हुनुपर्ने अवस्था किन छ, जो निकै गहिरो छ। त्यो समाज विरुद्धको अडान त देखियो, तर त्यो अडानको आधार के हो? त्यो गर्वको स्रोत के हो? सायद अबको अंशले त्यतैतिर संकेत गर्छ होला है, जहाँ शिक्षाको कुरा आउँछ। रचनामा भनिएको छ, मजदुर से फाबा या एला किताब पल्टा प्लामा बेरान पीडामला आरेमुबा जाम यालमुबा। अर्थात् मजदुरले हुर्काएको भए पनि आज किताब पल्टाउँदा सबै पीडा बिर्साउने छोरी, तिमीले मेरो घर उज्यालो पार्छौ। ओहो, यहाँ कथाले अर्को महत्त्वपूर्ण मोड लिन्छ। यहाँ दुईवटा शक्तिशाली बिम्ब छन्, मजदुर र किताब। मजदुर शब्दले केवल आर्थिक अवस्थालाई मात्र जनाउँदैन, यसले शारीरिक श्रम, सङ्घर्ष, अभाव, सायद अवसरबाट वञ्चित भएको एउटा पुरै पुस्ताको कथा भन्छ। तर जब त्यही अभिभावकले आफ्नी छोरीलाई किताब पल्टाएको देख्छन्, त्यो एउटै दृश्यले विगतका सबै पीडाहरूलाई अर्थहीन बनाइदिन्छ। यो त जादु जस्तै हो। मतलब छोरीको सफलताले विगतको दुःखलाई मेटाउने मलमको काम गर्यो? मेटाउने मात्र होइन, त्यसलाई एउटा नयाँ अर्थ दिने काम गर्यो। अब त्यो विगतको सङ्घर्ष, त्यो व्यर्थको दुःख मात्र रहेन, त्यो त एउटा लगानी बन्यो, जसको फल छोरीको भविष्यको रूपमा देखिँदैछ। यो भावनात्मक निकोपनाको सबैभन्दा सुन्दर रूप हो। यसले भन्छ, मैले जे जति दुःख पाएँ त्यो सबै सार्थक भयो, किनकि आज मेरी छोरीले त्यो बाटो समातेकी छ जुन बाटोमा म हिँड्न पाएन। अनि त्यो अन्तिम लाइन, एङेमा दिमयालमुबा, अर्थात् तिमीले मेरो घर उज्यालो पार्छौ, यो निकै प्रचलित बिम्ब हो। तर यहाँ यसको अर्थ अझ विशेष छ जस्तो लाग्छ। हाम्रो समाजमा पहिले त घर उज्यालो पार्ने, वंश धान्ने काम छोराको हो भन्ने मान्यता थियो नि, होइन र? हो। यहाँ छोरीलाई यो भूमिका दिनुले के फरक सङ्केत गर्छ कि? तपाईले एकदमै महत्त्वपूर्ण कुरा समात्नुभयो। यो केवल आशाको कुरा मात्र होइन, यो त शक्ति हस्तान्तरणको मौन घोषणा हो। परम्परागत रूपमा घरको दियो वा
कुलको दीपक छोरालाई मानिन्थ्यो। तर यहाँ त्यो जिम्मेवारी छोरीको काँधमा सारिएको छ। यो एउटा सानो वाक्यांशले हाम्रो समाजको लैङ्गिक भूमिकाको पूरै परिभाषालाई नै भत्काइदिन्छ। यसले भनिरहेको छ, मेरो घरको भविष्य, मेरो वंशको नाम, मेरो आशाको किरण अब मेरी छोरी हो। यो आफैमा एउटा क्रान्ति हो। हो त नि। यो छोरीलाई केवल भावनात्मक माया दिने कुराबाट माथि उठेर उनलाई परिवारको धरोहरको रूपमा स्वीकार गर्नु हो। तपाईले भूमिका बदलिएको कुरा गर्नुभयो र यसले मलाई अर्को अंशमा पुर्यायो, जहाँ समाजको सबैभन्दा भावुक र परम्परागत क्षण विदाईको परिभाषा नै बदल्न खोजिएको छ। भनिएको छ, जामे कमजोरी आहिम्बा 200 गोबान निबामुला तासाई विदाईला ताम हामा बाबाला कु अजङ लिबा तामुला। अर्थात् छोरी कमजोर होइनन्, दुई घरलाई उज्यालो बनाउने शक्ति हुन्। विदाईको कुरा आउँदा बुवाको पाखुरा झन बलियो हुन्छ। यो त सुन्दा नै अनौठो लाग्छ। हामीले गीतमा, फिल्ममा जताततै विदाईको बेला बुवालाई भावुक, रोइरहेको, कमजोर भएको देख्छौं। यहाँ पाखुरा झन बलियो हुनुको अर्थ के हो? खै यो यथार्थभन्दा अलि बढी आदर्शवादी भएन र? यो प्रश्न एकदमै जायज हो, तर मलाई लाग्छ यो आदर्शवादी होइन, यो दृष्टिकोणमा आएको परिवर्तन हो। यहाँ बुवाको पाखुरा बलियो हुनुको अर्थ उहाँ भावनाविहीन हुनुहुन्छ भन्ने होइन। यसको अर्थ हो त्यो क्षणमा उहाँलाई पीडाभन्दा बढी गर्व महसुस भइरहेको छ। गर्व? किनकि उहाँले छोरीलाई कमजोरी वा आफूबाट टाढा जाँदै गरेको सम्पत्तिको रूपमा हेर्नुभएको छैन। उहाँले छोरीलाई दुई घरलाई उज्यालो बनाउने शक्तिको रूपमा देख्नुभएको छ। भनेपछि त्यो छोरी गुमाएको क्षण होइन, बरु छोरीको शक्तिको विस्तार भएको देखेर सन्तुष्ट हुने क्षण हो। ठ्याक्कै। सोच्नुस् त, एउटा किसानले वर्षौं मेहनत गरेर एउटा बिरुवा हुर्काउँछ। जब त्यो बिरुवाले फल दिन थाल्छ र त्यसको बिउबाट अरू हजारौं बिरुवा उम्रिन सक्छन् भन्ने उसलाई थाहा हुन्छ, तब उसलाई त्यो फल कसैलाई दिँदा दुःख लाग्दैन, गर्व लाग्छ। यहाँ पनि त्यस्तै हो। बुवालाई थाहा छ, मैले एउटी यस्तो सक्षम व्यक्ति हुर्काए जसले अब एउटा मात्र होइन, दुईवटा परिवारलाई जोड्ने, उज्यालो बनाउने क्षमता राख्छ। त्यो बोधले उहाँको छाती गर्वले फुल्छ र पाखुरामा बल आउँछ। वाह! यो दुःखमाथि गर्वको विजय हो। यसले विदाईलाई वियोगको रूपमा होइन, उत्सवको रूपमा प्रस्तुत गरेको छ। निकै रोचक दृष्टिकोण। अहिलेसम्म कुराहरू बिम्ब र सङ्केतमा भइरहेका थिए, तर अबको अंशले त कुनै लागलपेट बिना घोषणापत्र जस्तै गरी सिधै सामाजिक मान्यतामाथि प्रहार गर्छ। भनिएको छ, जामे हिम्बा ङाला, जामे पराइया आहिम्बा, शक्ति हिम्बा तिनिला, जमाना बिबा ङाला, साहस हिम्बा। जसको अर्थ हुन्छ, छोरी मेरो लागि छोरी नै हो, पराई होइन। उनी शक्ति हुन्, उनको जमाना देखेर मलाई साहस मिल्छ। यो छोरी पराई होइनन् भन्ने एउटै वाक्यले हाम्रो समाजमा कत्रो ठूलो अर्थ राख्छ। यो वाक्य होइन, यो एउटा आन्दोलन हो हाम्रो समाजको अवचेतनमा। छोरी भनेको अल्काको घर जाने जात, पराई धन जस्ता कुराहरू गढेर बसेका छन्। यी मान्यताहरूले छोरीलाई आफ्नै जन्मघरमा पाहुना जस्तो, अस्थायी सदस्य जस्तो बनाइदिन्छ। तर यो एउटा पंक्तिले त्यो हजारौं वर्ष पुरानो मान्यतालाई ठाडै अस्वीकार गरिदिन्छ। यो भन्नु कि छोरी पराई होइनन् भनेको उनी घरको हिस्सा मात्र होइनन्, उनी घरको जग हुन् भन्नु हो त नि। उनको अधिकार, उनको पहिचान, उनको अस्तित्व स्थायी छ भन्ने स्वीकार्नु हो। अनि त्यसपछि भनिएको छ, उनी शक्ति हुन् र उनको जमाना देखेर अभिभावकलाई साहस मिल्छ। यसले त अभिभावक र सन्तान बीचको शक्ति सन्तुलनलाई नै उल्टाइदियो नि, होइन र? परम्परागत रूपमा त अभिभावकले सन्तानलाई साहस दिने हो। एकदमै। यो नै यो रचनाको सबैभन्दा प्रगतिशील विचार हो जस्तो लाग्छ मलाई। यहाँ सम्बन्ध एकतर्फी छैन, दुईतर्फी छ। अभिभावकले छोरीलाई हुर्काए, पढाए, तर अब त्यही छोरीको आत्मविश्वास, उसको ज्ञान, उसको नयाँ पुस्ताको सोच, त्यो तिनेला जमाना विवाह देखेर अभिभावकले नै उल्टै साहस पाइरहेका छन्। यो एउटा अविश्वसनीय विनम्रताको क्षण हो, जहाँ अभिभावकले स्वीकार गरिरहेका छन्, मैले तिमीलाई जन्माए होला, तर अब तिमी मलाई बाँच्न सिकाइरहेकी छौ। कस्तो गहिरो कुरा। यसको मतलब अभिभावकले आफ्नो अनुभवलाई मात्र सर्वोपरि नठानेर नयाँ पुस्ताको क्षमतालाई सम्मान र विश्वास गरिरहेका छन्। हो, उनीहरूले के बुझेका छन् भने संसार बदलिरहेको छ र त्यो बदलिँदो संसारमा सायद उनीहरूको छोरी उनीहरूभन्दा राम्रोसँग हिँड्न सक्छ। र त्यो देखेर उनीहरूलाई ईर्ष्या होइन, असुरक्षा होइन, बरु साहस मिलिरहेको छ।
यो सम्बन्धको सबैभन्दा स्वस्थ र सुन्दर रूप हो, एकअर्काबाट सिक्ने र एकअर्काको शक्ति बन्ने। यो सबै गर्व र शक्तिको कुरा गर्दा गर्दै अन्तिम अंशले हामीलाई फेरि यथार्थको धरातलमा फर्काउँछ, जहाँ आशा छ, विश्वास छ, तर सँगसँगै एउटी आमाको मनको डर पनि छ। अन्तिम अंश यस्तो छ: जामे छामेचु समाजारी दात्तेदोना ए गाईबारी हाम्ला बेसाम्ला आमाला सिम्ला गाप तामुला ए ब्लप्पारी हासिङाला काङ भाइमुला आमा दात्तेदोना छुरी तामुला। यसको भावार्थ, छोली तिमी यो समाजमा कसरी अघि बढ्स्यौ भनेर आमाको मन डराउँछ, तर तिम्रो बोलीमा भविष्य देख्छु र तिम्रै पाइलामा टेकेर म आफ्नो बाटो खोज्छु आमा, जहाँ भए पनि तिमी सँगै हुन्छु। यहाँ डर र विश्वासको द्वन्द्व छ, होइन? हो, र यो नै अभिभावक हुनुको सबैभन्दा साँचो चित्र हो। कुनै पनि अभिभावक आफ्ना सन्तान जतिसुकै सक्षम भए पनि उनीहरूको सुरक्षालाई लिएर अलिकति डराएकै हुन्छन्, र छोरीको सन्दर्भमा यो डर अझ बढी हुन्छ, किनकि हाम्रो समाज अझै पनि उनीहरूका लागि पूर्ण रूपमा सुरक्षित र सहज छैन। त्यसैले आमाको मन डराउनु एकदमै स्वाभाविक र यथार्थपरक छ। तर सुन्दर कुरा के छ भने के कथा यही डरमा टुङ्गिँदैन। हो, त्यो डरमाथि विश्वासले जितेको छ। तर मलाई सबैभन्दा बढी छोएको र अलिकति अचम्मित पारेको लाइन त अन्तिमको हो, ए ब्लाप्पारी हाँसिङाला काङ माइमुला, अर्थात् तिम्रै पैलामा टेकेर म आफ्नो बाटो खोज्छु। यो त अविश्वसनीय कुरा भयो। अभिभावकले सन्तानको बाटो पछ्याउने, यो त परम्परागत भूमिकाको ठिक उल्टो भयो। हो, र यही नै यो पुरै रचनाको उत्कर्ष हो। हाम्रो यात्राको अन्तिम बिन्दु यही हो। यहाँ आएर सम्बन्धको परम्परागत परिभाषा नै उल्टिन्छ। हामीले सधैँ सन्तानले अभिभावकको पाइला पछ्याउने कुरा सुन्दै र देख्दै आयौं। तर यहाँ आमाले भनिरहेकी छिन्, तिम्रो यात्रा यति प्रेरणादायी छ, तिम्रो बाटो यति स्पष्ट छ कि अब म तिमीलाई बाटो देखाउने होइन, बरु तिमी हिँडेको बाटो हेरेर आफूले कता जाने हो भनेर सिक्छु। वाह, यो त छोरीले केवल आफ्नो लागि मात्र बाटो बनाएकी छैन, उसले त आफ्नी आमाको लागि पनि नयाँ बाटो खोलिदिएकी छ भन्ने अर्थ लाग्यो। हो, यो सम्बन्ध अब मार्गदर्शन र अनुसरणको रहेन, यो सहयात्राको सम्बन्ध बन्यो। यसले के भन्छ भने अभिभावक हुनु भनेको एउटा निश्चित बिन्दुसम्म डोर्याएर छोडिदिने काम मात्र होइन। यो त एउटा यस्तो सम्बन्ध हो जहाँ कहिले तपाईँ गुरु बन्नुहुन्छ, कहिले शिष्य। कस्तो सुन्दर! छोरीको सफलता र आत्मविश्वासले आमालाई पनि आफ्नो जीवनमा नयाँ सम्भावनाहरू खोज्न, नयाँ बाटोहरूमा हिँड्न प्रेरित गरिरहेको छ। अनि त्यो अन्तिम वाचा, आमा जहाँ भए पनि तिमी सँगै हुन्छौ भन्नेले यो सहयात्रा कहिल्यै नटुङ्गिने वाचा गर्छ। ल, अब कुराकानीको अन्त्यतिर लागौं। आजको यो छलफल साँच्चै नै गहिरो रह्यो। हामीले एउटा अभिभावकको सोचको यात्रा पूरा गर्यौं। सुरुमा समाज विरुद्ध छोरीको रक्षा गर्ने एक अभिभावकबाट सुरु भएर उनको सफलतामा आफ्नो दुःख बिर्सने, उनको विदाईमा गर्वले छाती फुलाउने र अन्तमा उनैको बाटोबाट आफूले हिँड्ने प्रेरणा लिने ठाउँसम्म आइपुग्यौं। यो एउटा सानो रचनाले सम्बन्ध, समाज र परिवर्तनका कति धेरै पत्रहरूलाई उघारिदियो। एकदम। र ध्यान दिनुपर्ने कुरा के छ भने यो पुरै कथा अभिभावकको दृष्टिकोणबाट भनिएको छ। उनीहरूको डर, उनीहरूको गर्व, उनीहरूको आशा। हामीले उनीहरूको संसार बुझ्यौं। तर यसले मेरो मनमा एउटा महत्त्वपूर्ण प्रश्न उब्जाएको छ, जुन म श्रोताहरूका लागि पनि छोड्न चाहन्छु। के प्रश्न? हामीले सुनेको कथा अभिभावकको हो, तर यो कथाकी नायिका त छोरी हुन्। यदि यही कथा, यही यात्रा छोरीले आफ्नै दृष्टिकोणबाट लेख्ने हो भने उनको बाटो कस्तो देखिन्छ होला? के उनी आफ्नो यात्रालाई अभिभावकले देखे जस्तै सहज र प्रेरणादायी देख्छिन्? एउटा बच्चाको सफलताले उसको अभिभावकको संसार त बदलिदिन्छ, तर के त्यही सफलताको अपेक्षाले कहिलेकाहीँ बच्चाको आफ्नै संसारलाई साँघुरो त बनाइरहेको हुँदैन? यो प्रश्नमाथि विचार गर्न छोड्दै आजको संवाद यही अन्त्य गरौँ।